परमेश्वरले तपाईलाई पर्खनु भन्दै गर्नुभएको चारवटा मुख्य कारणहरू। पहिलो, उहाँ जान्नुहुन्छ कि तपाई अहिले नै त्यस कुराको निम्ति तयार हुनुहुन्न। आइजाया 60:22ले यसरी पुष्टि गर्दछ, त्यसको समयमा त्यो चाँडै पूरा गर्नेछु। दोस्रो, उहाँले तपाईलाई तपाईको पर्खाइको समयको आनन्द लिएको उहाँ चाहनुहुन्छ। उपदेशक 3को 1 पद, सबै कुराको लागि समय छ र आकाश अनि त्यसमुनि भएको सबै कार्यकलापको बेला छ। तेस्रो, उहाँ चाहनुहुन्छ कि तपाईले उहाँलाई अझै ज्यादा विश्वास गर्नुहोस्। भजन सङ्ग्रह 86को 10 पदले यसरी भन्छ, शान्त हौ र म परमेश्वर हुँ भनी जान। चौथो, उहाँले तपाईको भविष्य जान्नुहुन्छ अनि तपाईको लागि उहाँकोमा ठूला ठूला योजनाहरू छन्। यिर्मया 29:11ले यसरी भन्छ, किनभने जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु त्यो तिमीहरूको उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइन।